यहाँका केही स्थानीयवासीहरूले हाम्रो चौक बजारका स्थानीयवासीहरूले चाहिँ त्यसको बारेमा सोधपुछ गर्छौँ। तपाईँहरूले चाहिँ सुन्न सक्नुहुन्छ उहाँको राइट। जुन चाहिँ हिजो चाहिँ अब चाहिँ जुन माध्यमिक गाउँपालिका वार्ड नम्बर 8मा चाहिँ हामीले चाहिँ हिजो हेर्न पायौँ दुईवटा कोरोना सङ्क्रमित व्यक्तिहरू चाहिँ परेको कारणले गर्दा आज तौलिया एकदम त्रासमा हाम्रो सदरमुकाम तौलियामा एकदम त्रास बढिरहेको छ र त्यो त्रास बढेको कारणले गर्दा चाहिँ के भन्छ हाम्रो मेन मुख्य नाकाहरू जस्तै चौक बजारहरू भयो अरू ठाउँहरू भयो यस्ता जहाँ कपडा लत्ता लगायत खाद्यान्नहरूका सामग्रीहरू चाहिँ सरल तरिकाले पाइन्थ्यो। आज चाहिँ उक्त ठाउँहरूमा चाहिँ बाँस बल्लीहरू गाडेर र चाहिँ तपाईँ प्रत्यक्ष रूपमा हेर्न सक्नुहुन्छ चाहिँ के भन्छ अरे सबै ठाउँमा चाहिँ मजाले चाहिँ के भन्छ अरे आफूलाई चाहिँ सुरक्षाको स्तरमा चाहिँ यहाँका वासीहरूले चाहिँ आफूलाई चाहिँ आफै कर्फ्युमा राखिदिएछन् र चाहिँ त्यसै सिलसिलामा स्थानवासी हाम्रा धीरज अगाडि उहाँको परिचय दिएर चाहिँ तपाईँहरू माझमा चाहिँ कुरा राख्नुहुन्छ र धीरज सर मेरो नाम धीरज अग्रवाली, म एउटा व्यापारी हो। हामी यहाँ हिजो सुन्दाखेरि हल्ला सुनेछौँ महादेवी गाउँपालिकामा कामरुप कपिलवस्तु जिल्लामा दुईटा तपाईँको त्यो कोरोना भाइरसको भेटेको रहेछन्। अरू पनि मान्छेहरू धेरै शङ्काग्रस्त छन्। त्यसको डर र त्रास भइसकेको छ हाम्रो कपिलवस्तु जिल्लामा र डर र त्रासको क्रममा हामी यहाँ आफै व्यापारी साथीभाइहरू दाजुभाइहरूले हामीले आफ्नो टोलमा आफै त्यो बाँस सास हालेर आवतजात बाहिर मान्छे आउन नपाउने गरी ठुल छिमेकी मान्छे मात्र हुन् र आफ्नो बाहिर आउनै नपाउनु, खास गरी बाहिर मान्छे जोदेखि हामीलाई शङ्कास्पद लागिरहेछ त्यो मान्छेभित्र हामीले पस्न दिइरहेको छैन। आउने जाने त्यो सब व्यवस्था छ, पहिले आउने जाने सब व्यवस्था मिलाइएको छ, तर बाहिरी मान्छे नआउनु जसको हामीलाई डर छ। कोरोना होस् के होस्, यो त खास हामी जति छ यहाँ हामी व्यापारी दाजुभाइहरू दिदीबहिनीहरू सबैजनाले आफै मिलेर हामी यो बजारभरि जति छ आफै त्यो बन्द गरेको हुन्। हामीले आफै स्वेच्छाले कोही मान्छे बाहिर पस्न नपाओस् भनेर त्यसलाई आफै हामीले गरेको हौँ। जति बजारका चौक बजारदेखि लिएर सब हामी जति व्यापारी मान्छेहरू छौँ व्यापार गर्ने यहाँ सबले आफै हामीले सब गरेको हौँ। त धेरै हाम्रो प्रेस विज्ञापन साथीलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँ आएर आएको हामीहरूको सोध खबर त लिनुभयो के छ कस्तो छ यहाँको अवस्था होइन काम धन्यवाद छ हजुर इमरान सहकर्मीजीलाई जुन हामीलाई कमसेकम अवस्था त बुझ्न आउनुभयो के छ कस्तो छ भनेर बहुत खुसी लाग्यो उहाँ आउने बित्तिकै। उहाँ आएर कमसेकम यति हाम्रो लागि बुझिदिनुभयो के छ अवस्था कस्तो भनेर उहाँलाई धन्यवाद। कपिलवस्तुमा पहिलोपटक जुन मायादेवी गाउँपालिकामा जुन दुईजना पुरुषहरूमा कोरोना सङ्क्रमित जब भेटियो त्यसले गर्दा चाहिँ हिजोको कोरोना सङ्क्रमित भेटिने बित्तिकै कपिलवस्तु जिल्ला नै एउटा अहिले चिन्तित बनिरहेको अवस्था छ। यहाँका सर्वसाधारणहरू जनताहरू अत्यन्तै आत्तिरहेको अवस्थामा चाहिँ आज यो तौलियाको मुख्य नाका हामी हेर्छौँ, यो जुन मेन बजारको रूपमा पनि यसलाई हामी लिन्छौँ। यहाँका चाहिँ युवाहरूले समाजसेवीहरूले स्वयं रूपमा चाहिँ कस्तो भन्दाखेरि बाहिरी प्रवेशहरू पनि मान्छेहरू नआउन् र आफूहरू पनि बाहिर जाने तरिकाले सुरक्षित ढङ्गले यो बजार एरियालाई कभरेज गर्नको निम्ति उहाँले जुन गर्नुभएको छ त्यसो यो अत्यन्तै राम्रो काम हो। तर यो अत्यन्तै राम्रो काम हुँदै गर्दाखेरि चाहिँ यहाँ कम्तीमा चाहिँ एउटा एम्बुलेन्सहरू जस्ता सुरक्षाका साधन जस्ता यदि कुनै कुराहरू जानु पर्यो भने त्यसको लागि पनि वैकल्पिक मार्ग चाहिँ उहाँहरूले पनि प्रस्तुत गर्नुपर्छ र यसरी लकडाउनलाई कायम राखियो भने र हामीले केही दिन अझै लकडाउन घरमै बसेर हामी लकडाउनलाई कडा रूपमा पालना गऱ्यौँ भने वास्तवमा यो सङ्क्रमितको सङ्ख्या बढ्ने थिएन र यसलाई निर्मूल पार्न हामी सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ। र अहिले कपिलवस्तुमा हिजो भर्खरै कोरोना सङ्क्रमित दुईजना भेट्ने बित्तिकै अघि भर्खर हामीले प्रमुख जिल्ला अधिकारीज्यूलाई पनि हामी भेट्यौँ। यो जिल्लामा आज तपाईँको ऱ्यापिड टेस्ट पनि छैन, त्यस्तै गरी पिसिआर स्वाब जुन त्यो लिक्विड हुन्छ त्यसको पनि आज अभाव छ। त्यसले गर्दाखेरि आज जिल्लाभरि चाहिँ तपाईँको टेस्टका कामहरू बन्द भएका छन् र अहिलेको यस्तो अवस्थामा जब दुईजना पुरुषमा व्यक्तिमा जब सङ्क्रमण भेटिसकेको अवस्थामा अब हामीले सरकारले राज्यले स्थानीय प्रशासनले कम्तीमा पनि अब परीक्षणको दायरालाई अझै खुला रूपमा ल्याउनुपर्छ
गाउँ बस्तीमा यसलाई परीक्षणको रूपमा लानुपर्छ। त्यस कारणले अविलम्ब नेपाल सरकारले पनि यो किटहरू जसरी हुन्छ जिल्लाका सबै स्थानीय तहहरूमा हस्पिटलहरूमा चाहिँ यसको प्रबन्ध व्यवस्था गर्नुपर्छ भनेर हामी गएर भन्दै गर्दाखेरि उहाँले आज भित्रै नेपाली सेनाको जहाजबाट चाहिँ केही किटहरू चाहिँ भैरवा आउने र त्यहाँबाट यहाँ आएपछि हामी यसलाई परीक्षणको दायरा पनि बढाउँछौँ भन्नुभएको छ र हामीले उहाँलाई आग्रह पनि गरेका छौँ कम्तीमा यो परीक्षणको दायराले तीव्र रूपमा जान सके मात्र चाहिँ यसले एउटा के आउटपुट दिन्छ भन्ने हाम्रो बुझाइरहेको छ। ल हस् धन्यवाद प्रकाश घिमिरेज्यू। धन्यवाद यहाँलाई पनि। ल